नमस्ते सबैजनालाई। नेपालले आउने बिहिबार कार्तिक 13 गते बिहान 11 बजे युएसँग आफ्नो अर्को सिडब्ल्युसी लिग 2 खेल खेल्दैछ। पछिल्लो खेलमा नेपाल युएसएसँग पराजित भएको थियो भने युए पनि युएसएसँग आफ्नो खेल हारिसकेको छ। ओडिआईमा नेपाल र युए बीच अहिलेसम्म 15 खेल भएका छन्, जसमा नेपालले 9 जित र युएले 6 जित दर्ता गरेको छ। नेपालको तर्फबाट आसिफ शेखले युए विरुद्ध सबैभन्दा बढी रन बनाएका छन् र बलिङमा ललित राजवंशीले युए विरुद्ध 14 विकेट लिएका छन्, जसमा एउटा खेलमा उनले 5 विकेट पनि लिएका थिए। अब बिहिबार बिहान नेपाल भर्सेस युए, के यसपालि नेपालले राम्रो प्रदर्शन गर्न सक्ला त? के छ तपाईँहरूको प्रेडिक्सन? कमेन्टमा लेख्नुहोला।